आज 81 साल चैत्र 15 गते यो कुलमानलाई हटाएको विरोधमा सरकार मुर्दाबाद केपी तेरो पाराले ऊर्जा मंत्री दीपक खड्का राजीनामा दे भ्रष्ट सरकार मुर्दाबाद ओली पारा बन्द गर ओली तेरो पाराले आदरणीय जनता जति पनि हुनुहुन्छ दाजुभाइ दिदीबहिनीहरू यहाँ रोडको साइडमा उभिएर बसेर हेरिराख्नु भएको छ। आज तपाईँहरू नमिता हेर्दै हुनुहुन्छ भने भोलि यो देश रहँदैन। आउनुहोस् क्या, साथ दिनुहोस्। हेर्दै हुनुहुन्छ, हाँस्दै हुनुहुन्छ होला। यो भिड यस्तै गराउँछ, चिच्याउँछ, केही हुँदैन। हुन्छ के, तपाईँ हामी आउनुपर्छ। स्वतन्त्र नागरिकलाई यसरी देशका योद्धाहरूलाई जोगाउनको लागि आउनुहोस्। आज तपाईँहरू सडकमा आउनुहोस्, हातमा हात मिलाएर लडौँ। यी भ्रष्टहरूलाई हामी ढोक्रे ठ्याक पारौँ। अवश्य पनि यो देश बन्छ, हो कि होइन? भ्रष्ट सरकार मुर्दाबाद, सरकार मुर्दाबाद, कुलमान घिसिङ जिन्दाबाद, ओली तेरो पाराले ऊर्जा मन्त्री दीपक खड्का राजीनामा दे। साथीहरू, म चाहिँ आज अलिक फरक किसिमको नारा पनि लगाऊ, हुन्छ कि हुँदैन? म चाहिँ दीपक खड्का भन्छु, तपाईँहरू गालामा पड्का भन्नुहोस् है। अनि त्यसपछि मैले चाहिँ तपाईँको केपी ओली भन्छु, लखेट्छौ भोलि भन्नुहोस् है त। अनि तपाईँको आजु राणा भन्छु, पटाउँछौ डाँडा भन्नुहोस् है। तयार हुनुहुन्छ? अलि डरो आवाज होस्, तयार हुनुहुन्छ? हामी लखेट्न तयार छ होइन? केपी ओली भन्छु, लखेट्छौ भोलि भन्नुहोस् है। केपी ओली